नजिते पनि मरिन्न चुनावमा हारेर को मर्या हार ढिलो आउनुभयो सांसद भएर अलि पहिलो अघिल्लो चुनावमा उठेको भए फेरि गर्न चाहनेहरू आउनुहोस् प्रश्न छ भने सोध्नुहोस् भोट दिन मन लाग्यो भोट दिनुहोस् उताबाट पनि आउनुहोस् ल दिनु मन नलागे दिने नदिए नि हुन्छ त्यो पुरानो 30 वर्ष नचलेको कारखाना सडेको गएको कवाडी कारखाना पहाडको किसानहरूको लागि मधेसको किसानहरूको लागि चाहिने कृषिको औजारहरू बनाउँदैछ हाम्रै किसान दाजुभाइहरूको लागि काम गर्दैछ आफ्नो किताब बेचेर अनि त्यही किताब बेच्नलाई पनि रिस उठ्ने मान्छेहरू छ भने यही कालीगण्डकी नजिक छ त्यही हाम फालेर मर्यो अब भिडियोहरू आउँछ फेसबुकतिर भिडियो आउँछ भिडियोमा देख्नै भयो होला म कहिले कहिले बौलाउँछु यस्तो गरेर जाऊ भन्नु चुनाव चिन्ह दिएको छ त्रिशूल दिएको छ यहाँ पर्चा बाँडिदिन्छन् होइन त्रिशूलले त्रिभुज नमस्कार भोट दिनेहरूलाई नमस्कार गर्नुपर्छ भोट माग्नेले नमस्कार गर्नुपर्छ सिकाएको छ नेपालको अर्थतन्त्र सुध्रिन्छ अनि विदेश जानु पर्दैन होइन त्यो रातारात हुने कुरो भएन ल होइन त रातारात त महादेवले पनि गर्न सक्दैनन् होला पारिपट्टिको त्यो अर्को डाँडो जुन छ यो डाँडोहरू छ यो सबै नेपालको सम्पत्ति हो नेपालको सम्पत्ति भने पनि नेपालको के अरे घाँडो भने पनि यही हो मलाई चाहिँ धोकेबाज गौडा मन्त्री परिषदलाई धोका दिएको जेनजीलाई धोका दिएको भने एकजना भाइले मैले फेसबुकमा लेखेको देखेँ महावीरको महा पनि हट्यो वीर पनि हट्यो सबलाई मैले भाइ बहिनीहरू भन्छु है कोही एउटा दुईटा दाईहरू मरेको भए माफ गर्नु होला दाई दिदी हुनलाई त 71 वर्ष नआएको हुनु पर्यो 73 हुनुभयो एउटा हुनुहुन्न अरू एकजना दाई र सम्पूर्ण भाइ बहिनीहरूलाई रिस उठ्छ नि साथी हो के मन नरिस उठ्ने चाहिँ भगवान हो र भगवानलाई रिस उठ्छ शिवजीलाई रिस उठ्यो भने कति साह्रो रिसाउँछ शिवजी कहाँ चाहिँ आफ्नो होइन के अरे सती देवी के अरे को लास बोकेर संसार घुम्छन् मन त त्यस्तो घुमेन छैन किताब बोकेर घुम्छ कसरी जाने के छ अब गाउँघरमा गाउँमा जाने चुनाव प्रचार गर्ने अब भोट माग्ने दिन्छन् नदिए दिँदैनन् अब 1 महिना अब यसरी डुल्ने मेरो खराब पानी छ मेरो खराब र भाइ बहिनीहरूलाई चाहिँ एकदम नमस्कार छ चुनावमा के चलन हुन्छ भने अरू बेला चाहिँ नेतालाई नमस्कार गर्नुपर्छ चुनावमा चाहिँ नेताले चाहिँ जनतालाई नमस्कार गर्नुपर्छ 71 वर्ष पुगेर 72 वर्षमा लागेको मान्छे छिटै छु अहिलेसम्म युवा मान्छे सुन्नु भने म आफैले थाहा हुन्छ अब डुल्ने हो खराखर त्यहाँ गयो त्यहाँ घन्टा बस्यो त्यहाँ गयो त्यहाँ घन्टा बस्यो त्यहाँ गयो दिनदिनै त्यसरी डुल्ने हो अब मैले कसैलाई भोट दिन्छौ कि दिन्न भनेर सोध्दिनँ मन लाग्यो देऊ भन्ने हो होइन अब कसरी कस्तो चलिरहेको छ भन्ने सांसद भएर गएपछि के गर्छु त म्याग्दी जिल्लालाई के गरिदिनुहुन्छ भनेर सोध्छन् अब बाठो मान्छेले सोध्छन् अब अलि लाटो मान्छेले मनमा के गर्ला यो मान्छेले म्याग्दीलाई भनेर मनमा सोध्छन् क्या पैसामा बिकेर पैसामा नबिग्रोस्
2-4 हजार 5-7 हजार 8-10 हजारमा बिक्नु भयो भने त्यो चाहिँ सोझै नर्कमा जान्छ सोझै नर्कमा जान्छ। त्यस्तो धेरै तामझाम केही देखिँदैन, मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ। हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर मन नपरेको मान्छेलाई भोट दिने होइन क्या, मन परेको मान्छेलाई भोट दिने हो। अब म मन पर्ने छु कि छैन, अब भगवानले तपाईँहरूको मन पर्यो भने भोट दिने हो। भोट दिने भनेको मन पर्नेलाई, मन पर्ने भनेको एकदम राम्रो हिरो जस्तोलाई दिने होइन। आफ्नो गाउँमा अलि रमाइलो त भयो होला नि? रमाइलो त्यस्तै हो। अब तपाईँले भन्नुभयो नेता भएर आउनु भएको छ भने म त नेता हुँदै होइन क्या, मानिएन कि नेपालको संविधानले त तपाईँलाई त मान्ने भन्छ, नेतै भन्छ त भने त्यो भन्नेले भन्छ। म चाहिँ आफूले नमानेपछि त्यो जेसुकै भन्नुहोस्, जनताको इच्छा राजै भन्नुहोस् न, म राजा हुन्छु। एउटा पैसा आयो कि आएन सर? अफर आए पनि जाँदै जाँदैन हो कि होइन। अनि पुरानो राजनीतिक दलहरू भनेको कस्तो भने कुकुरको पुछड जस्तो, ढुङ्गामा हाले पनि कहिले नि नसोध्ने। मन्त्री जस्तो गाह्रो चाहिँ के हुने रहेछ हेर्नु। अहिले म अस्ति त्यहाँबाट मन्त्रीबाट छोडेर यहाँ बाहिर हिँडेछु, कति आनन्द आएको छ। जनतालाई फाइदा हुने काम गर्छु भन्दै पनि कुनै पार्टीले कुनै नेताले यसको विरोध गर्यो भने मेरो नाम जाँदैन। जसले विरोध गर्छ त्यसैको नाम जान्छ। सरकारले नै आफैले चाहिँ यो कारखाना चलाइदिनु पर्यो, मर्मत गरिदिनु पर्यो भन्यो, पैसा हामीले दिन्छु भन्यो, आखिरमा ढाँट्यो, नराम्रोसँग ढाँट्यो। त्यो ढाँटेर मलाई स्वाद दिन्छु भनेको थियो, मैले झन् उल्टो सरकारलाई स्वाद दिँदैछु। समय एकदम फुर्सद हुन्छ म त डुल्ने हो। घरिघरि यो डाँडा कम्ती धेरैचोटि आउँछु र कति धेरै आएको धेरै खान दिनु पर्यो भन्नु नरिसाउनु। म पनि युवा हो, म बुढोलाई चाहिँ के अरे म उमेरले 71 वर्ष पुग्यो भने म पनि 30 वर्षभन्दा कम छैन। म पनि युवा हो। किताब बेचेर राजनीति खेलेको मान्छे त हजुर मात्रै होला। किताब बेचेर राजनीति खेलेको होइन क्या, तपाईँले उही राजनीतिसँग जोड्नुहुन्छ। किताब बेचेर कारखाना चलाउन खोजेको हो। कारखाना चलाउने काम पनि राजनीति हो र? कि किताब बेचेर पैसा जम्मा गरेर चुनावमा लडेको भए पो एउटा कुरा हुन्छ त। किताब बेचेर राजनीति खेला महावीर पनि साह्रै जान्ने मान्छेले भन्यो होला नि उसो भए। तपाईँहरूलाई अहिले यो कति बज्यो यार, यहाँ बज्यो नि हेर्नु पर्यो, 9:30सम्म यहाँ दुःख दिने। अहिले सुतेको भए एक निद्रा नि पुरा पुगिसक्छ। जनतालाई फाइदा हुने काम गर्ने हो। जनतालाई फाइदा हुने काम गरेपछि जहाँ गए नि खाना दिइहाल्छन्, बस्न दिइहाल्छन्। अनि जहाँ गयो जे खाना दिन्छन् खाने हो, जहाँ सुताउँछन् त्यही सुत्ने हो। चुनावमा चाहिँ किताब पनि लिएर आएको छु, एक गाडी किताब पनि बेच्ने, चुनाव चाहिँ अभियान पनि गर्ने, दुईटै काम एकैचोटि। ल आयो ल दाजुभाइ दिदीबहिनीहरू, महावीर पुन के गर्ने जिन्दगीमा, मर्नु सकिएन। अहिलेसम्म त एमालेलाई भोट हाल्ने थियो कि अब सर्व अब घन्टा पार्टीमा नलाए पनि मेरो पार्टी हुन्छ। कस्तो पार्टी हुन्छ भने युवाहरूको पार्टी हुन्छ है। म त बुढाहरूसँग त मिल्दैन, पटक्कै मिल्दैन बुढाहरूसँग। म कोही बाजा गर्दैन है, तपाईँहरूलाई मन पर्दैन भने नदेऊ। म स्वतन्त्रबाट उठेको छु, कुनै राजनीति पार्टी सभाबाट उठेको छैन।
किन स्वतन्त्र बाटो उठ्यो? बुद्धि नहुने यो लिणाले किन स्वतन्त्र बाटो उठ्यो पनि भन्छ मान्छेहरू। म किन बारम्बार आइरहन्छु भने मेरो केही काम छैन। हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन। जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु। त्यो चान्स चाहिँ 1% छ भनेको 1% ले जितो। नमस्कार नमस्कार। ल आयो महावीर पुन आयो चुनावमा। म्याग्दीको लागि के गर्न सक्नुहुन्छ भन्छन्। म म्याग्दीको मात्रै मान्छे होइन क्या, नेपालभरिको मान्छे हो। नमाउनु भएको शेष सिंह तपाईँको माया नआउँछु भनेको थिएँ मैले होला। माया नआउँछु भनेको माया सिंहदरमा पनि तपाईँमा चाहिँ नआउनु भएको अनि अब चुनाव जितेर अब फेरि चुनाव जितेर मात्रै नआउने हो। अब नआएन। आकाशमा तिनतारा तिनतिर जालेरो माल बेचेर ऋणतिर ट्याक्सी उडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै ट्याक्सी उडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै